हेलो नमस्ते गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल नमस्ते लोकदिया सबैजनालाई हामी चाहिँ आज लाग्दैछौँ कोल्याकदेखि जिलोङसम्मको यात्रामा किनभने हाम्रो भोलिदेखि जिलोङदेखि माउन्ट ब्युटीसम्मको 1 विक यात्रा सुरु हुनेछ लाइक आवर होलिडे सो राइट नाउ हामी आफ्नो प्याकिङहरू गरेर हामी चाहिँ कोल्याकदेखि जिलोङतर्फ लाग्यौँ मेरो हस्बेन्ड चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ एन्ड मोटु र म चाहिँ मस्त बस्दैछु हैन भिडियो बनाउँदै आजको चाहिँ बेलुकाको मैले खासै भिडियो बनाइन बिजी पनि थियो नि त खानासाना बनाउन उता जिलोङ पुगेपछि अनि आई फरगेट भिडियो बनाउन अनि यो चाहिँ नेक्स्ट डे मर्निङ हो हामी रेडी भइसक्यौँ जिलोङदेखि माउन्ट ब्युटीसम्मको लागि एन्ड सामानहरू पनि प्याक हिजो बेलुका नै भइसकेको थियो सो दे आर स्टिल लुकिङ लाइक कतै फुस्किन्छ कि यताउता हुन्छ नि टाइट गर्नुपर्ने थियो सामानहरू छ कि भनेर देन हामी बस्यौँ एन्ड हामी चाहिँ लाग्यौँ गुड मर्निङ भयो यता हामी चाहिँ 6:30 तिर हिँडेको थियौँ सो नाउ लाइक 7:45 हामी 1 घन्टाको बाटो ट्राभल गरिसकेका थियौँ भ्यूको मजा लिँदै अनि अहिले चाहिँ हामी फर्स्ट स्टप नास्ताको लागि चाहिँ बकुस मार्क्स आई थिङ्क सो मेरो प्रोनाउन्सिएसन रङ पनि हुनसक्छ होइन भन्ने ठाउँमा आइपुग्यौँ एन्ड बाबु नानीहरू चाहिँ रुँदै थियो ड्याडीलाई देख्न नपाएर होला नि ड्याडी चाहिँ हामीसँग बस्नुभएको थियो नि त अनि किनकि बेनाले त्यो टाला चलाउनु भएको थियो त्यही भएर अनि मेरो बुढा चाहिँ र दिदी चाहिँ उता बाबु नानीसँग हुनुहुन्थ्यो सो हिज क्राइङ एन्ड देन लेट्स इन्जोय द भ्यू कस्तो राम्रो भ्यू थियो कि लाइक नेपाल जस्तै मलाई चाहिँ नेपालमै हिँडेको जस्तो फिल भएको थियो हुन्छ नि पहाड घुम्ती जङ्गल खोला नाला यस्तो रमाइलो भएको थियो बाटोमा होइन लाइक भ्यूको इन्जोय गर्दै हिँड्नलाई हुन त नेपालमा अति फोहोर भइसकेको छ रुखहरू पनि काटेर केही छैन रोप्ने काम हुँदैन नेपालमा काट्ने मात्रै हुन्छ है भन्यो भने के भन्नु राजनीतिक कुरा पनि के गर्नु तर देशको हालत हेरेर चाहिँ रुन मन लाग्छ कि है विदेशमा बस्नेहरूलाई देशको माया बहुत हुन्छ के गर्नु देशको हालतले परिस्थितिले गर्दा विदेश हिँड्नुपर्ने हुन्छ फर आवर नेपाल इज सो ब्युटिफुल टु यस्तै सफा सुग्घर बाटो हुन्थ्यो नि कति राम्रो हुन्थ्यो होला नेपाल होइन वाउ व्हाट अ ब्युटिफुल हुन्छ नि झरना पहाड हाम्रो पनि कति छ नि यस्तै बाटो बनाइदिनु इन्टरनल र बाहिरको पर्यटकहरूको लागि पनि सजिलो सहज बनाइदियो भने कति पर्यटकहरू हुन्थ्यो होला एनिवे लेट्स इन्जोय द होलिडे हामी चाहिँ लाग्दैछौँ गीत सुन्दै इन्जोय द भ्यू होइन मजा छुट्टै हुन्छ नि होइन र जिलोङदेखि माउन्ट ब्युटीलाई चाहिँ तपाईँहरू घुम्न जाने कोही पनि अस्ट्रेलियामा हुनुहुन्छ जिलोङतिर बस्नुहुन्छ भने इट्स रियली द बेस्ट डिसिजन होइन इट्स सो ब्युटिफुल 417 किलोमिटर आई गेस फ्रम जिलोङ टु माउन्ट ब्युटी लाइक हामीलाई चाहिँ अलमोस्ट 7 आवर्स नै बढी लागेको थियो किनकि हामी रोक्दै हिँड्थ्यौँ नि त हाम्रो नेक्स्ट स्टप मम्मी चाहिँ बाहिर निस्किनै खोज्नु भएको छैन हामीले बिहानै हिँडेकोबाट नास्ता सास्ता गर्ने भनेर हामी चाहिँ माउन्ट ओम्बर्टमा रोक्यौँ एन्ड देन हेयर इज माई पकुसी सबैलाई भोक लागेको छ नि त सबजना क्वाइट मम्मीको यहाँ फोटो पनि लिन भ्याएको छु मैले अनि पुच्चीको इन्जोइङ अनि हामी चाहिँ वाइनरी आइपुगेको छौँ यो चाहिँ वनगराटाको वाइनरी हो आउने हेर त वाइन खानुलाई वाउ जाडोमा चिसोमा वाइन होइन so beautiful view what a beautiful view it's amazing wonderful wow it's just amazing wonderful झन् यति राम्रो सफा होइन हेर्दै मनमोहक दृश्य भन्छ नि त्यस्तै हजुरहरू पनि इन्जोय गर्नु ल wow it's so beautiful so
छैन त स्वर्गै जस्तो अमेजिङ भ्यू हामी चाहिँ अलमोस्ट आइसकेका छौँ आई थिङ्क जस्ट लाइक 2 minutes away वाउ जति हेऱ्यो उति आनन्द आउने भ्यूहरू छ कि अझ हामी 1 महिना चाँडै भएछौँ होइन विन्टरमा आउने हो भने चाहिँ नि यो रुखहरू छ नि यो पत्ताहरू पुरै रातो भएर यति राम्रो हुन्छ अरे कि आम रिग्रेटिङ राइट नाउ हामी 1 महिना अलिक चाँडै भएछौँ सो मेबी नेक्स्ट टाइम जाडोमा आउनेछौँ अनि यतातिर हिउँहरू खेल्नलाई पनि म चाहिँ अहिले फर्किसकेपछि भोइस रिकभर गरेको होइन मलाई यो पानी आई डोन्ट नो के भयो सो मेरो अलिकति नाक बसिरहेछ एन्ड फाइनली वी आर इन द प्लेस हाम्रो क्याम्पिङ गर्ने ठाउँमा आइपुगेका छौँ सबजना यो टेन्टहरू लाउनु लाइक को कता बस्ने भनेर डिस्कस हुँदैछ होइन कता टेन्ट लाउने कता गिजबो लाउने कसलाई खोलाको छेउमा सुत्न मन छ कसलाई माथि सुत्न मन छ होइन सो हे बाबा हेलो यता दिव्याना अनि एभ्री वान बोटो चाहिँ पुरा ब्लगमा बिजी छ सो एभ्री वान आफ्नै मजामा खुसीमा इन्जोय गर्दैछन् कोही भ्यूको मजा लिँदैछन् खोला पानी हुन्छ नि यो चाहिँ माथि माउन्टेनदेखि आएको पानी र यस्तो चिसो थियो कि यस्तो चिसो होइन म एक दिन चाहिँ खोलामा पौडी पनि खेलेँ स्विमिङ भनौँ पौडी भनौँ जे भन्ने कुरा एउटै हो हामी नेपाली पौडी खेलौँ भन्छौँ होइन सो म चाहिँ पौडी खेलेँ हेलो ब्रो हाम्रो टेन्टहरू पनि रेडी भइसकेको छ अब अलमोस्ट अनि अब एउटा सानो टेन्ट मात्रै ल्याउनु बाँकी छ सो यो रेडी अलमोस्ट त्यहाँ हामी बिहान 6:45 हिँडेको मान्छे हामी यता आइपुग्दाखेरि लाइक अलमोस्ट 6:30 भइसकेको थियो अनि टेन्ट सेन्ट लगाएर दादा गरेर अनि सबैजना बिचारा भोकले चाउचाउ खाँदै हुनुहुन्छ वाइ वाइ इज द बेस्ट हामी नेपाली हो नि त वाइ वाइ अनि भाइ चिल पारोमा छ बिहान पनि के भन्दै हुनुहुन्छ बिहान अर्गनाइजर हुनुहुन्छ नि त त्यही भएर सो हेज वाट वी निड वाट नट अनि यता मेरो बुहारी मेरो ब्युटिफुल बाउ चाहिँ खाना बनाउन बिजी चाहिँ मास्टर सेफ हियर सबजना इन्जोय गर्दै रमाइलो गर्दै and then we are done for the today हुन्छ नि हाम्रो अब खाने बस्ने सुत्ने भन्दा काम बाँकी थिएन हामीले सब भइसकेपछि चाहिँ सो आजको एक दिनको हाम्रो यात्रा चाहिँ यहीँ सकिएको छ अब गुड नाइट टाइम हो नि त होइन लाइक खाने and then सुत्ने here we had some fun after that ta-da some pictures still and good night see you next day थाकेर हामी लम्पसाइ परिसकेको छौँ टेन्टमा so see you tomorrow morning guys everyone and good night and have a sweet dreams everyone